नमस्कार, म खनित गणेश। यहाँहरूलाई मेरो बुक्स एन्ड बियोन्ड च्यानलमा हार्दिक स्वागत छ। आज म लेखक ब्रजेशद्वारा लिखित यायावर उपन्यासको बारेमा यहाँहरूमाझ आफ्नो छोटो धारणा राख्न जाँदैछु। आशा छ तपाईहरु सबैले मन पराइदिनु हुनेछ। मलाई साथीहरूले धेरै अघिदेखि नै यो बुक पढ्न सुझाइरहेको भए पनि मैले पढ्न निकै ढिलो गरे। मलाई निकै थक लागिरहेको छ। निकै अगाडि पढ्नुपर्ने बुक रहेछ यो। पढ्न धेरै ढिला भयो। तपाईहरुलाई पनि मलाई चाहिँ थक महसुस नहोस् भनेर तपाईहरुकै लागि यो भिडियो तयार गरेको छु। आशा छ मन पराइदिनु हुनेछ। अर्किड बुक्सबाट प्रकाशित यो पुस्तक 2069 सालमा बजारमा आएको हो। साधारण र नयाँ शैलीको लेखन भएकाले यो पुस्तक प्रकाशनमा आएदेखि नै सधैँ चर्चामा रहिआएको छ। विशेष गरी युवा पुस्ताहरूमाझ लोकप्रिय बनेको यो पुस्तकमा उमेरले करिब 50 वर्ष लागेको वैकुण्ठको कथा रहेको छ, जसले पढुन्जेल पाठकहरूलाई आफ्नो कथामा अल्झाएर राख्दछ। पुस्तकमा निकै सरल र चलनचल्तीको भाषा प्रयोग गरिएको हुनाले यसको कथा बुझ्न पनि पाठकलाई निकै सजिलो हुन्छ। जनजीव्रोलाई पुस्तकमा सहजै उतार्न सक्नु यस पुस्तकको अब्बल पक्षका रूपमा लिन सकिन्छ। यस पुस्तकमा साधारण पारिवारिक पृष्ठभूमिमा हुर्केको गाउँले केटोको बाल्यकालको घटना, उसको एकतर्फी प्रेम, यौन भावनाको जागरण, उसमाथि थपिएको विकृत यौनको अनुभव आदिको वर्णन निकै रचनात्मक र रमाइलो शब्दहरूमा गरिएको छ। आउनुहोस् सबैभन्दा पहिले यस पुस्तकको संक्षिप्त कथावस्तुमा प्रवेश गरौँ। पुस्तकको सुरुमै एउटा यात्रुवाहक बस अनियन्त्रित भएर धादिङ स्थित त्रिशुली नदीमा दुर्घटनाग्रस्त हुन जान्छ। त्यस एरियाको इन्चार्ज हुन्छ इन्सपेक्टर प्रताप। दिउँसो भर्खर हाकिमको गाली खाएको रन्कोमा मदिरा पिएर भर्खरै निदाएका इन्सपेक्टर प्रताप रन्थनिँदै दुर्घटनास्थल पुग्छन्, जहाँ कोही पनि यात्रु जीवित भेटिँदैन। उक्त घटनास्थलमा इन्सपेक्टर प्रतापले एउटा ब्याग भेट्टाउँछन्, जुन भित्र पैसाका बिटाहरू र एउटा पेन ड्राइभ राखिएको हुन्छ। त्यही पेन ड्राइभ भित्र लेखिएको हुन्छ पुस्तकको मुख्य पात्र वैकुण्ठको आत्मकथा। धादिङ जिल्लाको ज्यामिरकोटमा एकजना वैकुण्ठ नामको पात्र हुन्छन्, जो भर्खर 9 कक्षामा पढ्दैछन्। उसले उक्त गाउँकै जुनेली नामको आफ्नो क्लासमेटलाई निकै मन पराउँछ, तर उसले कहिले आफ्नो मनको कुरा जुनेलीलाई बताउन सक्दैन। उसको बाल्यकालको समय र बाल्यकालीन एकतर्फी प्रेममा कालोराम नामको पात्र अडचन बनेर आउँछन्। बारम्बार हरेक परिस्थितिहरूमा कालोरामले वैकुण्ठको प्रेममा विषम घटनाक्रमहरू निम्ताइरहन्छ। उसलाई भावनात्मक रूपमा तर्साइरहन्छ, लखेटिरहन्छ। अर्थात् कालोरामलाई यस कथाको खलनायकको रूपमा लिन सकिन्छ। जतिसुकै बाधा अडचन आए पनि, कालोराम नामको पात्रले जतिसुकै सताए पनि वैकुण्ठको प्रेमले पूर्णता पाउँछ। अर्थात् उसको जुनेलीसँगै विवाह हुन्छ। आफूले आफूभन्दा बढी मन पराएको मान्छेलाई आफ्नो जिन्दगीमा भित्र्याउन पाएपछि को खुसी हुँदैन? वैकुण्ठको खुसीको सीमा हुँदैन। तर कथामा त्यतिखेर ट्विस्ट आइदिन्छ, जब विवाहकै दिन सुहागरातको समयमा जुनेलीले विष सेवन गरिदिन्छ। जुनेलीले किन विष सेवन गर्छिन्, किन आत्महत्याको बाटो रोज्छिन्, कालोराम को हो, वैकुण्ठको विवाहपछिको समय कसरी बित्छ, जस्ता यावत कुराहरू जान्न तपाईहरूले यो किताब पढ्नै पर्छ। यिनै प्रश्नहरूले पाठकलाई पुस्तकको अन्तिमसम्म बाँधेर राख्न सफल हुन्छ। रोचक शैलीमा बुनिएको र सरल भाषामा लेखिएको यस कथाको विषयवस्तु र प्रस्तुति सर्वथा नवीन छ। यस किताब पढ्दै जाँदा कतै पनि बोर भएको महसुस हुँदैन। विशेष गरी हिन्दी फिल्मी शैली यस कथामा घुसेको पाइन्छ। झन् फ्ल्यासब्याकमा दोहोरिएका वाक्यमा त ठ्याक्कै बलिउडको झलक पाइन्छ। समग्रमा भन्नुपर्दा उपन्यास पठनीय छ। भाषाको फ्लो एकदम सुललित छ। हास्य प्रसङ्गहरूले पेट मिची हाँस्न बाध्य पार्छन्। मैले त उपन्यास एकै दिनमा पढिसकाएँ। अब पालो तपाईहरूको। र अन्त्यमा तपाईहरूले यो पुस्तक पढिसक्नु भएको भए कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। साथै अहिलेसम्म यस पुस्तक नपढेका साथीहरूलाई एउटा उत्कृष्ट पुस्तक पढ्न नछुटाउनुहोला भन्दै अहिलेलाई बिदा हुन्छु। हस्त, धन्यवाद।